फर्स्टमा कहाँबाट सुरु गरौँ भन्दा नि फर्स्टमा हामी कहाँबाट सुरु गरौँ भन्दा नि यो डिलिट गर्दाखेरि चाहिँ जुन कन्फर्मेसन माग्ने छ नि त्यसमा जाउँ है। सो यसलाई अब के गरौँ त भन्दाखेरि यहाँनिर गएर स्लाइडली चाहिँ यो हिजोको अर्कै प्रोजेक्ट ओपन गरिरहेको छ। ओके, सबैभन्दा फर्स्टमा हामी अब डिलिटलाई हेरौँ। अब डिलिट गर्दाखेरि चाहिँ हामी के गर्छौँ भन्दाखेरि नि ओके यहाँनिर जाउँ डिलिट है। अब डिलिटलाई चाहिँ हामीले के गरिरहेछौँ AHREF गरेर यता पठाइरहेछौँ नि होइन है। अब त्यसपछि गएर अब हामी के गर्छौँ भन्दाखेरि डिलिटलाई हामीले पहिला पनि जाभा स्क्रिप्टमा फङ्सन हेरिसकेका छौँ नि होइन। सो त्यही है यहाँनिर भएको जसरी नै म गर्छु है ठ्याक्क। ओके, सबैभन्दा फर्स्टमा यहाँनिर गएर माथि नै है, माथि जतै कुनै एक ठाउँमा गएर म के लेख्छु त भन्दाखेरि यहाँनिर गएर एउटा स्क्रिप्ट लेख्छु है। स्क्रिप्ट टाइप के हो त एप्लिकेसन स्ल्यास जाभा स्क्रिप्ट हो, ठिक छ। ओके है, यहाँनिर गएर म फङ्सन क्रिएट गर्छु है। फङ्सनको नेम डिलिट क्यापिटल युजर गर्छु है म, ठिक छ है। र यसलाई अहिलेलाई यतिकै मात्र राख्छु है डिलिट युजर होइन। अब यहाँनिर मैले के गर्छु त कन्फर्म भन्ने हुन्छ। कन्फर्म सिम्पली म यताकै एकचोटि लिएर आउँछु है। ओके, कन्फर्म टेक्स्ट कन्फर्म है टेक्स्ट आर यु स्योर यु वान्ट टु डिलिट इट वाट गर्छ है म है। यतिले के गर्छ एकचोटि हेरौँ है। कन्फर्म मैले यति गरेँ होइन। र यसलाई अब यो डिलिट युजर फङ्सन मात्र बनाएर भएन, यो फङ्सनलाई कसैले कल गर्नु पर्यो, ठिक छ। कल नगरिकन त्यो फङ्सन एक्जिक्युट हुँदैन। सो त्यो भएर के गरौँ त भन्दाखेरि यहाँनिर गएर हामीलाई जब डिलिट हुन्छ नि, जब डिलिट बटनमा थिच्छ नि अब यसलाई अब एले के गर्छ त भन्दाखेरि ए ट्यागले त हामीलाई रिडाइरेक्ट गरिरहेको छ नि होइन। सो म यति यो ए ट्याग डिलिटलाई छ नि म यतिलाई एकचोटि के गरिदिन्छु त कमेन्ट गरिदिन्छु, ठिक छ। ए ट्यागलाई मैले कमेन्ट गरेँ है, सरी यो यतिले भएन। सो ए ट्यागलाई मैले के गर्नु पर्यो त यतिलाई म कमेन्ट गर्ने ट्राई गर्छु, कमेन्ट गरौँ। ए ट्याग कमेन्ट भयो, ठिक छ। अब मैले के गर्छु त यहाँनिर अब ए होइन, अब म एउटा के युज गर्छु त बटन युज गर्छु, ठिक छ। बटन मैले के गरिदिन्छु यसलाई डिलिट बनाइदिन्छु। हेरौँ आउटपुट कस्तो आयो। सो बटन डिलिट बनाइदिएँ मैले यसलाई। रिफ्रेस गरौँ, यहाँनिर बटनमा आयो है, ठिक छ। नो इस्यु है, हामीलाई अहिले केही प्रब्लम छैन। अब यो बटनलाई जब यो बटन क्लिक हुन्छ तब मलाई त्यो फङ्सन एक्जिक्युट गर्नुपर्ने हो नि त होइन। सो यो HTML मा एउटा के हुन्छ त ट्याग हुन्छ अन क्लिक, ठिक छ। अन क्लिक मैले के गर्नु पर्यो डिलिट युजर, ठिक छ है। मैले डिलिट युजर फङ्सनलाई कल गरेँ अन क्लिक गर्दा। अब एकचोटि गरी हेरौँ है के आउँछ आउँदैन हेरौँ है। रिफ्रेस, डिलिटलाई मैले क्लिक गरेँ, आर यु स्योर यु वान्ट टु डिलिट इट भनेर भन्यो है। अब ओके छ भने डिलिट हुनु पर्यो होइन, क्यान्सल छ भने के हुनु डिलिट हुनु भएन, ठिक छ, ठिक छ है। सो अब के गरौँ त भन्दाखेरि यहाँनिर गएर अब के गरौँ त पहिला सुरु यस अर नो भनेर क्लिक गरौँ है यहाँनिर। अब हामीले के बुझ्नुपर्छ भन्दाखेरि नि जब यो डिलिट बटनलाई यहाँ ओकेमा थिच्छ नि तब ट्रु आउँछ, क्यान्सल गरे फल्स आउँछ, ठिक छ है। बटनको पनि चेन्ज गर्न मिल्छ होला सायद हामीले होइन, ल ठिक छ ओके है। ट्राई इट भनेको छ, हुन्छ है। सो मैले के गरेँ त भन्दाखेरि
अब जब यो ओकेमा थिच्छ नि होइन, ओकेमा थिच्दाखेरि हामीलाई के भ्यालु आउँछ भन्ने थाहा छ, ट्रु भन्ने भ्यालु आउँछ भन्ने थाहा छ होइन, होइन भने के हुन्छ त फल्स भनेर आउँछ। सो अब यहाँनिर हामीसँग इफ एल्स कन्डिसन हामीले युज गर्न सक्छौँ है। सो कन्फर्म गरौँ, इफ यही गरेँ है, यसैलाई भित्र हालेँ, इफ कन्फर्म इज इक्वल टु ट्रु छ भने है अलर्ट हाल्छु है म यसलाई, अलर्ट, अलर्टले के गर्छ हेरौँ है, आई गट डिलिटेड, ठिक छ, ठिक छ। एल्स अलर्ट आई थ्याङ्क यू फर सेभिङ मी भनेर भनौँ न, ठिक छ, ओके। सो यसलाई मैले के सेभ गरेँ है, इफ र एल्सको कुरा छ है यहाँनिर। अब एकचोटि गरी हेरौँ, रिफ्रेस, ठिक छ, डिलिटलाई थिचौँ, डिलिट, ओकेलाई गरौँ, ओके, आई गट डिलिटेड भन्यो, ठिक छ, ओके, ठिक छ, डिलिट फेरि, अनि त्यसपछि फेरि मैले के गरेँ, क्यान्सल, थ्याङ्क यू फर सेभिङ मी आयो, ओके। अब मलाई के छ त भने जब यो डिलिटलाई ओके थिच्छ तब मलाई के गर्नु पर्यो त भन्दाखेरि उता रिडाइरेक्ट गर्नु पर्यो डिलिट पेजमा हो। अब हामीले के हुन्छ त, यो हामीले यो हेरिरहेको छ नि, यो अलर्ट मेसेज आइरहेको छ नि, यो सबै जाभा स्क्रिप्ट हो है, यो जाभा स्क्रिप्ट हो। ओके, जब मैले के गर्छु त यहाँनिर गएर कन्फर्म गरेर ओकेमा थिच्छु नि, अब म के गर्नु पर्यो त, यसलाई म के गरिदिन्छु त भन्दाखेरि डिलिट डट पिएचपीमा जान्छु, विन्डो डट लोकेसन, ठिक छ, इज इक्वल टु हाम्रो डिलिट डट पिएचपी कहाँ छ त भन्दाखेरि युजर्स भित्र डिलिट डट पिएचपी छ। ओके, यो विन्डो भने के हो थाहा छ, विन्डो भनेको यो सबैलाई यतिलाई विन्डो भनेर मान्छ कि जाभास्क्रिप्ट, ठिक छ। यो जुन लोड भइरहेछ नि त्यो भनेको विन्डो हो, जस्तै कि हाम्रो विन्डोज भनेको के हो त इन्टरफेसलाई है, क्रोमको यो लोड भएको इन्टरफेसलाई विन्डो भनेर मान्छ, ठिक छ। ओके, मैले यति मात्र गरेँ, ठिक छ अहिलेलाई। ओके, मैले यहाँबाट अलर्ट आई गट डिलिटेडलाई मैले के गरिदिएँ, रिमुभ गरिदिएँ, सेभ गरौँ, यहाँ जाउँ, रिफ्रेस गरौँ यसलाई, ठिक छ, डिलिटमा थिचौँ, ओकेमा थिचौँ, इरर आयो, इरर किन आयो, इरर किन आयो, इरर किन आयो, हामीले डिलिट डट पिएचपीलाई कल गरेर मात्र हुन्छ, के डिलिट गर्ने भन्नु पर्दैन, ठिक छ। हामीले के डिलिट गर्ने त, कुन डाटा डिलिट गर्ने त भन्नु पर्यो नि त। सो कुन डाटा डिलिट गर्ने, हामी डाटा कुन चिन्हलाई के युज गर्छौँ त, आइडी। सो आइडीको भ्यालु हामीले त्यहाँ मागिरहेछौँ, तर के भइरहेछ यहाँनिर देखाइरहेको छैन, ठिक छ, ठिक छ, ओके। सो अब म के गर्छु त भन्दाखेरि यहाँ जान्छु, अब मलाई यहाँनिर आइडीको भ्यालु नि चाहियो, सो म यहाँनिर के गरिदिन्छु त एउटा आइडी भन्ने भ्यालु लिन्छु, ठिक छ, ठिक छ, ओके। मैले यहाँ आइडी भन्ने भ्यालु लिन्छु, त्यसपछि गएर हेरौँ है, वाट, ठिक छ, यही हो नि होइन, हामीले हिजो गरेर वाट आइडी इज इक्वल टु, अब जाभा स्क्रिप्टमा कन्क्याट गर्नलाई कसरी युज गर्ने त, डट आइडी गरे जस्तो, जाभा स्क्रिप्टमा डट आइडीले काम गर्छ, गर्दैन है, यो इरर आउँछ है, जाभा स्क्रिप्टमा मेरो विचारमा प्लस हुनुपर्छ कन्क्याट गर्नलाई, जस्तै हामीले पिएचपीमा डट आइडी गरे जस्तो है, यसमा प्लस आइडी भन्ने हुन्छ होला सायद है, हेरौँ, आई डोन्ट नो यसले के गर्छ है, एकचोटि गरी हेरौँ है, ब्याक जाउँ, यसलाई एकचोटि रिफ्रेस गरौँ, एन्ड यो एएसडिएफ भन्ने छ होइन, यसलाई मैले लास्टमा यो चाहिँ 234327898 है, डिलिट, ओके, के भन्यो यसले, अन, ओके, आइडी अनडिफाइन्ड भन्यो यसले, आइडी अनडिफाइन्ड किन भन्यो त यसले, यहाँनिर हामीले आइडी त पठायो तर आइडी अनडिफाइन्ड किन भन्यो, हामीले के मिस्टेक गरेका छौँ, हामीले मिस्टेक गरे भएर यो इरर आइरहेको है, यतिकै आइरहेन, यहाँनिर आइडी अनडिफाइन्ड किन आयो, जब कि हामीले यहाँनिर आइडी त पठाएको छौँ यहाँबाट, यो फङ्सनबाट त यहाँनिर त यहाँ आइडी पठाइरहेछौँ तर आइडी अनडिफाइन्ड किन भनिरहेछ, हामीले यो फङ्सन कहाँबाट कल गरिरहेछौँ, तल बटनबाट हो, बटनबाट कल गर्दाखेरि त्यहाँनिर हामीले आइडीको भ्यालु पठाएको छौँ त छैन, ठिक छ, त्यो भएर अनडिफाइन्ड आएको। यहाँ डिलिट युजरमा आइडी लेखेर मात्र भएन नि त, डिलिट युजरलाई आइडी पनि त पठाइदिनु पर्यो नि त हामीले, यो डिलिट युजर कहाँबाट कल भइरहेछ त, यहाँ तलबाट कल भइरहेछ, यहाँ आइडी पठाएको छौँ त हामीले, छैन नि होइन। सो यहाँनिर के हुन्छ त, लेट्स सी यसले के गर्छ, वाट पिएचपी वाट यो इको डलर रोको आइडी, ठिक छ, ठिक छ,
अब सेभ गरौँ, ट्राई गरौँ एकचोटि, ब्याक जाउँ, रिफ्रेस, ठिक छ, डिलिट, ओके, डाटा डिलिटेड सक्सेसफुल्ली, ठिक छ। त्यो आइडी हामी डिस्प्ले गर्दैनौँ क्या। आइडी भनेको कस्तो भन्दाखेरि हामीलाई एज अ डेभलपर एन्डलाई के भन्छ भने हामीले आइडीबाट म्यापिङ गरिरहेको छौँ, त्यो हामीलाई थाहा हुनुपर्छ क्या। नर्मल युजरलाई चाहिँ थाहा हुनु हुँदैन कि। जस्तै कि फेसबुक आइडी तिम्रो के हो त भन्दाखेरि तिम्रो युजर नेम भनेर राखेको छ नि होइन, तिम्रो युजर नेमले उसलाई चिन्छ। युजर नेम के छ, युनिक छ। मैले राखेको युजर नेम अरू कसैले राख्न मिल्दैन नि त। सो त्यो युनिक आइडेन्टिफिकेसनको लागि उसले युजर नेम लिएको छ भने हामी युनिक आइडेन्टिफिकेसनलाई के लिइरहेको छौँ त, आइडी लिइरहेको छौँ। अनि आइडी हामीले सकेसम्म अब त्यो दिँदा पनि हुन्छ, तपाईँको आइडी यो हो भनेर दिँदा पनि हुन्छ, तर हामीले म्यापिङ गर्दाखेरि, डाटा म्यापिङ गर्दाखेरि आइडीबाटै युज गर्छौँ क्या। जस्तै कि स्कुलहरूमा हामीलाई केबाट म्यापिङ गरेर हुन्छ त भन्दाखेरि क्लासबाट गरेर हुन्छ, रोल नम्बरबाट गरेर हुन्छ, नेमबाट गरेर हुन्छ नि होइन। जस्तै कि तिमीलाई चिन्नु पऱ्यो भने कुनै स्कुल जाँदाखेरि तिमीलाई कुनै अकाउन्टको मान्छेले चिन्दैन भने तिमीले के भन्छ, यति क्लासको यो सेक्सनको यो विद्यार्थी भनेर भन्नुपर्छ नि त होइन। सो भोलि गएर के हुन्छ त, हाम्रो पनि यसरी नै टेबलै टेबल हुन्छ क्या। जस्तै कि स्कुल कुन हो त भन्दाखेरि हाम्रो मङ्गलदय भने जस्तै स्कुल भयो, स्कुलभित्र के छ, मल्टिपल टेबल्स छ। स्कुल भन्ने एउटा डाटाबेस छ, त्योभित्र मल्टिपल टेबल छ। त्यो टेबल्स भने के हुनसक्छ, नर्सरीदेखि 10 सम्मको एउटा क्लास छ। त्यो नर्सरीदेखि 10 सम्म पनि के छ त, एउटा सेक्सन भन्ने हुनसक्छ, ABCDEF सेक्सन हुनसक्छ, मल्टिपल सेक्सन हुनसक्छ। सो म्यापिङ गर्दाखेरि मलाई चिन्नलाई चाहिँ के हुन्छ त, यो क्लासको यो सेक्सनको यो नेम भन्यो भने, यति रोल नम्बर भन्यो भने बल्ल निस्किन्छ नि होइन। तर त्यसको सट्टामा तिम्रो स्टुडेन्ट आइडी भन्ने पनि हुन्छ होला क्या एउटा स्कुलमा है। इफ यु रिमेम्बर तिमीहरूको आइडी कार्डमा स्टुडेन्ट नम्बर भनेर होला, स्टुडेन्ट आइडी भनेर होला होइन। त्यो चाहिँ तिम्रो पर्टिकुलरली अकाउन्टले चिन्ने चाहिँ त्यो नम्बर हुन्छ क्या, बुझ्यौ है। सो सर्च गर्नलाई धेरै प्यारामिटर हुनसक्छ, तर तिमीलाई युनिकली आइडेन्टिफाई चाहिँ के गरेर हुन्छ, त्यो एउटा पर्टिकुलर नम्बरले गरेर हुन्छ। त्यही भएर हामीले आइडी युज गर्छौँ। सिरियल नम्बर भनेको यहाँनिर के हुन्छ भन्दाखेरि हामीले टेबलर फर्ममा देखाउँदाखेरि काउन्ट गर्नलाई, मान्छेहरूलाई हेर्नलाई सजिलो मात्र बनाएको सिरियल नम्बर, ठिक छ। आइडी भयो भने त के हुन्छ, आइडी त डिलिट हुनसक्छ, ठिक छ। यो स्टुडेन्टको आइडी 1 हुँदै हुँदैन, यसको आइडी सबैभन्दा हेर है, आइडी पनि हालौँ न, के छ र, आइडी पनि हालिदिउँ त यहाँनिर। यहाँनिर हामी एउटा टिएच, यहाँनिर टिएच प्लस यो नि बोल्ड नै बनाऊँ होइन, स्कोपियो। अब यहाँनिर के हो त, आइडी भनेर राखौँ, ठिक छ। अब यहाँनिर गएर रोमा गएर यसलाई एउटा राखौँ, इको डलर रोको आइडी, सरी डलर रोको आइडी, ठिक छ। यो राखी हेर न, आफैले फिल गर्दा हुन्छ ल है। यो 20 छ। अब मैले यहाँनिरबाट ल, यहाँनिरबाट यो 10 लाई मैले यहाँबाट डिलिट गरिदिएँ, ओके होइन। अब यसलाई मैले रिफ्रेस गरिदिएँ, अब हेर त 9 त गायब भयो नि त। सो त्यस्तो हुन्छ है। सो त्यो भएर हामी आइडी युज गर्दैन है, ठिक छ, ओके। अब नेक्स्ट थिङ हामीले हेर्नुपर्ने कुरा भनेको, यदि कसैले डिलिट डट पिएचपी ओपन गर्यो, ठिक छ, यदि डिलिट डट पिएचपी चाहिँ बाई कसैले त आफैले मलाई थाहा भएर यहाँनिर मैले यो गर्न सक्छु नि त होइन। यहाँनिर गएर यस्तो गरेर हुन्छ नि, डिलिट डट पिएचपी वाट आइडी इज इक्वल टु 1000 भनेर भन्छ नि होइन। सरी के थियो, युजर्सभित्र होइन, युजर्स डाटा डिलिटेड सक्सेसफुल्ली भन्यो, तर 1000 को त डाटै छैन नि होइन। सो त्यो कुरा पनि हामीले के गर्न सक्छौँ त, भेरिफाई गर्न सक्छौँ। ल त्यतातिर जानुभन्दा पहिला यो इररको पोसिबल हामीले के अरे युजर इन्टरफेसलाई दिनुपर्ने चिजहरू यो पछि हेरौँला होइन। अहिलेलाई हामी इम्पोर्टेन्ट चिजमा चाहिँ हामी केमा जाउँ त भन्दाखेरि फोटो अपलोडमा जाउँ है, फाइल अपलोडमा जाउँ। ओके, फोटो अपलोड गर्नलाई एकचोटि म पनि हेर्छु है, W3 स्कुल्समै हेर्छु है। पिएचपी को मलाई के गर्नु छ त भन्दाखेरि स्विच लुप यो फर्म भ्यालिडेसन रिक्वायर्ड कम्प्लिट, यो अहिले चाहिएन मलाई होइन। ओपन रिड यो नि पाइएन, ओपिपी सो यो नि छैन।
यहाँ सरो कुरा हेर्नु भन्छ लामो बनायो क्या ल ठिकै छ फाइल अपलोडलाई हामी फङ्सन्समा जान्छौँ ठिक छ फङ्सन्समा गएर हामी के गर्छौँ त भन्दाखेरि हामीलाई कतिखेर थाहा छ भन्दाखेरि जब युजर एड हुन्छ तब हामीले गर्ने हो नि त होइन सो रजिस्टर डट पिएचपीमा गएर म एउटा इनपुट टाइप बनाउँछु ठिक छ यहाँनिर गएर म के गरिदिन्छु त भन्दाखेरि यतिलाई कपी गरेँ ठिक छ कन्ट्याक्ट नम्बर भन्दा तल मैले के गरेँ त भन्दाखेरि यहाँनिर फोटो भनेर राखेँ ठिक छ अब फोटोको टाइप के हुन्छ त ओ हेलो इनपुट टाइप के हुन्छ फाइल हुन्छ है इमेज होइन त्यो एउटा फाइल हो इमेज फाइल हो ठिक छ ओके हाम्रो के भयो त कहाँनिर राख्यो हामीले खोइ फोटोको कहाँ गयो ओके फोटोको इनपुट टाइप फाइल बनायो नेम हामी के गराउँछौँ त फोटो अथवा जेसुकै राख इमेज प्लेस होल्डर यसमा एक्जिस्ट गर्दैन ठिक छ ओके है सो सेभ गरौँ यता जाउँ र सबैभन्दा फर्स्टमा हामी एड युजर गरी हेरौँ यहाँनिर आयो चुज फाइल ठिक छ चुज फाइल गरेर हामीले के गर्छौँ त यहाँनिरबाट डाउनलोड्समा जाउँ ल ओके यहाँनिर यसरी चुज फाइल गर्छौँ यहाँ चुज फाइल आयो नि होइन फोटोमा चुज फाइल आयो ठिक छ ओके अब चुज फाइल गर्छौँ अनि रजिस्टर गर्दा यो फोटो के हुनु पर्यो त अपलोड हुनु पर्यो कहाँ अपलोड हुनु पर्यो हाम्रो प्रोजेक्टमा हाम्रो प्रोजेक्ट कहाँ छ त ज्यामभित्र एचडी डक्सभित्र पिएचपी भन्ने फोल्डरभित्र हाम्रो प्रोजेक्ट छ तर यो चुज फाइल गर्दा मैले कहाँबाट चुज फाइल गरिरहेको छु त डाउनलोड्सभित्र गरिरहेको छु डाउनलोड्समा है मैले डाउनलोड्सबाट चुज फाइल गरिरहेको छु ठिक छ ओके मैले डाउनलोड्सबाट चुज फाइल गरिरहेको छु ओके यहाँनिर गरेँ अब मैले गर्दाखेरि अब रजिस्टर थिच्दाखेरि चाहिँ के गर्नु पर्यो त भन्दा नि यो फाइललाई हामीले लिएर हामीले चेक के अरे अपलोड गर्नु पर्यो कहाँ अपलोड गर्नु पर्यो त हामी कहाँ अपलोड गर्छौँ अब पिएचपी भन्ने फोल्डरमा यहाँनिर के गर्छौँ त हामी राइट क्लिक गर्छौँ न्यू के बनाउँछौँ डिरेक्टरी फोल्डर यसको नाम म के राख्छु इमेजेस भनेर राखौँ ठिक छ यसको नाम इमेजेस भनेर राखौँ जति पनि अपलोड भएको फाइलहरू छ त्यो सबै म इमेजेस भन्नेमा लिएर राखौँ ओके है अब त्यसपछि गएर अब यहाँनिर के गरौँ भन्दाखेरि अर्को एउटा चिज के पनि गर्नुपर्छ भन्दाखेरि यो फर्मले यत्तिकै रजिस्टर डट पिएचपी मेथड पोस्ट मात्र गरेर हुँदैन फाइल अपलोडिङको लागि यहाँ एउटा अर्को पनि चिज हुन्छ त्यो भनेको इएनसी टाइप भन्ने हुन्छ इएनसी टाइप चाहिँ हामीलाई मल्टिपार्ट फर्म डाटा भनेर राख्नुपर्छ बिकज यो फर्म डाटामा चाहिँ यो फर्ममा चाहिँ इमेज पनि छ है भनेर बुझिन्छ यसले है मल्टी के गरिन्छ इएनसी टाइप इक्वल टु मल्टिपार्ट फर्म डाटा भनेर बुझ्दै राख्नु पर्यो ठिक छ ओके अब यो राखिसकेपछि अब हामी के गरौँ त भन्दाखेरि अब हामी के गरौँ त भन्दा मनी सरहरू चाहिँ मलाई यो लारावेलबाट गरेर भएर लामो प्रोसेस निकाल्न चाहिँ ओके मलाई चित्त बुझेन है सरी के भयो फेरि मलाई चाहिएन होइन ओके एकचोटि हेरौँ है म डकुमेन्टेसन हेर्न खोज्दैछु है ओके यसले के भनिरहेछ यो भयो होइन त्यही रहेछ भनेपछि
यसले के गरे एकचोटि हेरौँ है, यो कोड एकचोटि हेरौँ है, यही कोड एकचोटि हेरौँ है, यही कोड हेर्न खोजिरहेको छु मैले। यसले टार्गेटेड डिरेक्टरी क्या भनिरहेछ, अपलोड्समा भनिरहेछ। हाम्रो टार्गेट डिरेक्टरी कुन हुन्छ, इमेजेस भन्ने हुन्छ, हामीले भर्खर बनाएको है। सो टार्गेटेड फाइलको नाम यसले त्यहीँबाट फाइल टु अपलोड बेस नेम यो भनेर आइरहेछ होइन। यहाँनिरबाट जब सब्मिट हुन्छ यो गरिरहेको छ भनिसकेपछि मलाई लाग्छ यतिले काम गर्छ जस्तो लाग्छ होइन। पहिला सुरु यहाँ जाउँ, यहाँ गएर हामी के गरौँ त भन्दा नि जब एड युजर गर्छ नि तब var _dump $_ पोस्टमा हाम्रो के आइरहेछ त, हामीले इमेज भनेर पठाइरहेछ कि फोटो भनेर पठाइरहेछ यताबाट, हामीले इमेज भनेर पठाइरहेछ। ठिक छ, पहिला सुरु यो इमेज कसरी जान्छ, के डिस्प्ले हुन्छ त्यो एकचोटि हेरौँ न है। सो यहाँनिर जाउँ, यसलाई जे भनिराखौँ न, बत्ती गयो, बत्ती गयो, किन गर्छ नि पखाउनु एकछिन। अनडिफाइन्ड एरे इमेज भन्नु पहल म हेर्दै गर्छु ल एकैछिन ल। अनि त्यो गऱ्यो भने त जम्बल डप हुन्छ कि, जस्तो कि तिमीले भने एड एडिट डिलिट सबै एउटै फाइलमा राखेर गर्ने भने नि होइन। त्यसमा ल यो एउटा कुरा पनि सुनौँ है। सो उसले के भनिरहेछ भन्दाखेरि जस्तै कि हामीले एड एडिट डिलिट भन्ने जति पनि छ नि फाइलहरू, हामीले बनाएको फाइलहरू, त्यसलाई एउटै बनाएर गर्दा कस्तो हुन्छ भन्ने कुरा आयो नि होइन। सो त्यो किन गर्दैन होइन, गर्न नमिल्ने होइन, मिल्छ। हामीले खालि के चेक गर्नु पर्यो, यहाँनिर लजिक त्यो एकदम टफ हुन जान्छ। सबैभन्दा फर्स्टमा हामीलाई एड रिक्वेस्ट आयो भने एडको कोड मात्र डिस्प्ले गर्नु पर्यो, एडिट र डिलिटको के गर्नु पर्यो, हामीले इग्नोर गर्नु पर्यो होइन। एडिटको आयो भने एडको इग्नोर गर्नु पर्यो, डिलिटको इग्नोर गर्नु पर्यो होइन। अब लिस्ट टेबलको रिक्वेस्ट आएको भने टेबल मात्र देखाउनु पर्यो, फर्म देखाउनु भएन। त्यो फ्युचरमा हामी गर्छौँ जब त्यो पपअपहरू आउँछ नि हाम्रो, जब थिच्यो अनि स्वाट त्यो पपअप जसरी आउँछ नि हाम्रोमा, हो त्यो कुराहरू हामी फ्युचरमा हेर्छौँ। त्यो क्लोज गरिसकेपछि बन्द हुने त्यो फ्युचरमा हेर्छौँ होइन। तर यो एड एडिट डिलिट चाहिँ हामी सधैँ सेपरेट गरिराख्छौँ। यो एकदम जम्बल्ड हुन्छ क्या कोड एकदम युज हुन जान्छ, हामीलाई हेर्न गाह्रो हुन्छ, फाइल साइज हेभी हुन जान्छ, लजिकै धेरै। जस्तो कि 3टा फाइल छुट्याइदियो भयो नि एड एडिट डिलिट गर्ने पुग्यो नि त होइन। अब एउटैमा राख्यो भने के हुन्छ, 3टाको लजिक लेखिराख्नु पर्यो कि एड कुन हो, एडिट कुन हो, डिलिट कुन हो, टेबल कुन हो, त्यो सबै लजिकहरू हामीले यस्तो हो। जस्तै कि हामीले सबैभन्दा फर्स्टमा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि हाम्रो पेजहरू डिफ्रेन्ट छ भनेर बुझ्नु पर्यो। जस्तै कि फर्मको पेज एउटा छ, टेबलको पेज एउटा छ, एडिटको पेज एउटा छ नि होइन। सो पेजहरू डिफ्रेन्ट छ भनेर फर्स्टमा बुझ्नु पर्यो होइन तिमीले। अनि त्यसपछि गएर के गर्नु पर्यो भने एडको काम एड गर्ने मात्र हो, एडिटको काम अपडेट गर्ने मात्र हो, डिलिटको काम डिलिट मात्र गर्ने हो क्या, बुझेन। टेबलको काम टेबल मात्र हो। यो कमन यो लजिकलाई चाहिँ अब तिमीले के गर्नु पर्यो भन्दा कहाँनिर
इन्क्लुड फाइललाई इन्क्लुड गर्ने, फर्मलाई इन्क्लुड गर्ने होइन, हामीले फङ्सनमा मात्र इन्क्लुड युज गर्छौँ। एचटिएमएल सिएसएसलाई इन्क्लुड नगर अहिले, हामीले एचटिएमएल र सिएसएसलाई इन्क्लुड गर्न सिकेको छैनौँ मैले। त्यो 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 हामीले फङ्सन्स जुन ब्याकएन्डको लजिकहरू बसिरहेछ नि, जसले चाहिँ डाटाबेसमा गएर डाटा एड गर्छ, डाटालाई अपडेट गर्छ नि, फङ्सन्स र डाटाबेस, त्यो दुइटामा मात्र युज गरिरहेछ। अनि इन्क्लुड केमा गरिरहेछ, जहाँ जहाँ त्यो फङ्सनहरू चाहिन्छ। अब त्यो इन्क्लुड गर्दैन हामीले, जुन त्यो डिजाइन पार्टहरू पनि इन्क्लुड गर्न खोज्यो भने चाहिँ त्यो चाहिँ बिग्रिन्छ। जस्तै कि ल यहाँ आउन, यता आउँछ, बत्ती गयो यहाँ, जस्तै कि यो भयो इन्डेक्स हो। क्या नि गर्नु पर्दैन यार, यहाँ फङ्सन्स डट पिएचपी मात्र इन्क्लुड गरेको छु, किनभने यो फङ्सन मलाई चाहिएको छ। यो फङ्सन्सको नि फङ्सन्स भन्ने फाइल पनि मैले किन इन्क्लुड गरिरहेको छु भन्दाखेरि यो सेलेक्ट युजर भन्ने फङ्सन्स छ नि, यो सेलेक्ट युजर भन्ने एउटा जुन फङ्सन मैले बनाएको छ नि, त्यो फङ्सन चाहिँ फङ्सन डट पिएचपीमा छ क्या। त्यो यो चाहिने भएर मैले फङ्सन डट पिएचपी इन्क्लुड गरेँ क्या। यदि मलाई सेलेक्टै गर्नु छैन भने म यो पनि इन्क्लुड गर्दिनँ, मेरो नेसेसिटी नै छैन नि त यो गर्नु, होइन। सो यहाँ सेलेक्ट युजर, यहाँनिर त्यो भएर युजर आयो, बुझ्यौ। यहाँनिर सेलेक्ट युजर भन्ने यहाँनिर छ फङ्सन, सेलेक्ट युजर यहाँनिर छ माथि नै, सेलेक्ट युजर यहाँ छ, ठिक छ। अब यहाँ डाटाबेस किन गरेँ, किनभने डाटाबेससँग त कनेक्सन गर्नु पऱ्यो नि त, सेलेक्ट युजर गर्नुभन्दा अगाडि, त्यो भयो, ठिक छ। जस्तै कि फर्स्टमा हामीले फर्स्टमा सबैभन्दा फर्स्टमा के याद गरेको भनेको थियो भन्दाखेरि इन्डेक्स डट पिएचपी सबैभन्दा फर्स्टमै लोड हुन्छ। बुझिरहेको छ कि नै, बुझ्यो नि होइन। जब तिमी लोकल यहाँ आएर हामीले के गरिरहेछौँ होइन, इन्डेक्समै आउँछ यहाँनिर लोकल होस्ट डट पिएचपी, ठिक छ। लोकल होस्ट पिएचपी गर्ने बित्तिकै इन्डेक्सको फाइल लोड भइरहेछ, त्यसपछि बल्ल एड युजर गरिरहेको नि त। रजिस्टर भनेको त अहिलेलाई हामीले जस्तो नाम मात्र रजिस्टर बनाएको हो क्या। अहिलेलाई चाहिँ हाम्रो लजिक चाहिँ के भने पहिला सुरु यो गर। अब तिमीलाई सपोज अब तिमीलाई रजिस्टरको पेज छ भने फर्स्टमा चाहिन्छ नि, रजिस्टरलाई इन्डेक्स डट पिएचपी बनाइदियो, इन्डेक्सलाई टेबल डट पिएचपी बनाइदियो, त्यो रजिस्टरको फर्स्टमा आउँछ। तिम्रो यो यस्तो हो, तिमीले यसलाई इन्डेक्स डट पिएचपी गरिसकेपछि तिमीले यहाँनिर लिस्ट भन्ने अर्को एउटा लिङ्क बनाउनु पर्छ होला। त्यो लिस्टमा थिचिसकेपछि अनि यो देख्ने बनाउनु पर्छ नि त, बुझ्यौ। ल यो एकचोटि हामी उसमा हेर्दैछौँ है। अब यो बत्ती गयो, के गर्ने त, इमेज एकछिन कुन हो।